उहाँ हुनुहुन्छ सर्प मानव उदय बहादुर भट्टराई। उहाँले साँपहरू रेस्क्यु गर्नुहुन्छ, धर्नुहुन्छ र पक्रे पश्चात कसैको घरमा छ भने उहाँलाई खबर दिनुहुन्छ घरका गार्जेनहरूले। त्यस पश्चात उहाँले सर्पहरूलाई धरेर लगेर रेस्क्यु गरेर छोडिदिनुहुन्छ कतै बोगामाटीको छेउमा लगेर बोगाजुली हुँदी। उहाँ एकजना तामुलपुर जिल्ला अन्तर्गत भारत भुटान सीमान्तवर्ती हरिणचोडा पहाडपुरको निवासी हुनुहुन्छ। किनभने उहाँले अस्ति पनि विश्वमा किङ कोब्रालाई हातले दौडेको थिएन अरे कतै पनि, र उहाँले आफै हातले पक्रेर केही महिना अगाडि नै हातले पक्रेर किङ कोब्रालाई उहाँले रेस्क्यु गर्नुभएको छ। लगभग 10 केजीको किङ कोब्रा रजा फेटी भनेर असमियामा जसलाई भनिन्छ, जसलाई चाहिँ इङ्ग्लिसमा किङ कोब्रा भनिन्छ र हामी यसै कालो फेटी पनि भन्ने गरिन्छ। एकदमै विषाक्त साँप जुन साँपले चाहिँ हात्तीलाई टोक्यो भने पनि केही छिनमै हात्तीको पनि मृत्यु हुन्छ र मानिसहरू त एकैछिनमा मर्ने त्यस्तो डेन्जर साँपलाई पनि उहाँले हातले पक्रेर बस्तामा हालेर रेस्क्यु गर्नुभएको केही दिन अगाडि नै भिडियो हजुरले देख्न पाउनुभएको थियो होला। उहाँले एकजना मान्छेको घरमा पसे पश्चात एउटा साँपलाई यसरी पक्रिएर हातमा धडेर उहाँले एकदमै उहाँले सुन्दर तरिकाले कति मजाले हातले पक्रेर त्यो साँपलाई रेस्क्यु गर्नुहुन्छ। धेरै समयबाट उहाँले गर्दै आउनुभएको छ र उहाँले हजुरले देखिरहनु भएको छ यसरी नै साँपलाई पक्रिएर रेस्क्यु गर्ने उहाँको जुन एउटा साहस छ, जुन मान्छेहरूलाई साँप नमार्नु भनेर जुन प्रकारले उहाँले कार्यहरू गरिरहनुहुन्छ। साँपलाई मार्नु हुँदैन, साँपलाई मार्यो भने परिवेश विनष्ट हुन्छ। परिवेशमा साँपको पनि प्रयोजनीयता छ। जसरी हामीलाई अक्सिजनको लागि घाँसको प्रयोजनीयता हुन्छ, त्यसरी नै साँपको पनि कतै न कतै साँपले पनि यो परिवेशलाई बचाएर राखेको छ भन्ने उहाँको जुन आदर्शलाई हामीले सिक्नुपर्ने छ। र उहाँ एकजना एकदमै शक्तिशाली मानिस भनेर हामीले ठान्दछौँ। किनभने यसरी साँप धर्ने व्यक्ति हामी कम्ती मात्रामै भेटिन्छ। उहाँ एकजना सर्प मानव भनेर पनि उहाँलाई विख्यात हुनुभएको छ अहिलेको समयमा। किनभने उहाँले भिडियोहरू पनि त्यसरी अपलोड गर्नुहुन्न। भर्खरै उहाँको एउटा फोन लिएर उहाँले भिडियोहरू कतै न कतै सोसियल साइटमा पनि दिन थाल्नु भएको छ र धेरै अगाडिबाटै हामीलाई थाहा छ कि उहाँले साँप रेस्क्यु गर्ने एनजिओमा पनि हुनुहुन्छ। नर्थ जोन एनजिओ सेन्ट्रल एपिसीको पनि उहाँ सदस्य हुनुहुन्छ। विभिन्न एनजिओ हुँदै काम गर्नुहुन्छ। साङ्गठनिक क्षेत्रमा पनि तामुलपुर जिल्ला समिति आक्सुको भोलिन्टियर चिफ जस्तो एउटा दायित्वमा हुनुहुन्छ। उहाँ हुनुभयो उदय बहादुर भट्टराई, हरिणचरा निवासी। एकदमै सुन्दर तरिकाले हजुरहरूले सम्पूर्ण भिडियो हेर्नुहोला। हेरे पश्चात हजुरहरू अचम्म मान्नुहुन्छ। किनभने अचम्म मान्नुपर्ने केही पनि छैन, तर साँपहरू यत्र विषाक्त साँपहरूलाई यसरी धर्ने क्षमता उहाँको, साँपलाई चिन्ने यो अमुक साँप हो, यो तमुक साँप हो भनेर उहाँको एउटा छुट्टै परिचय उहाँले पाउन सक्षम हुनुभएको छ यो अहिलेको समयमा। र हेर्नुहोला सम्पूर्ण यो भिडियो। गणेश सुनारको घरमा पसेको रहेछ, रेस्क्यु गर्यो। र यो साँपले त्यस्तो खास मान्छेलाई खासै क्षति गर्दैन।